आज चाहिँ हामी वनतिर हैन तर वनमा चाहिँ यस्तो अप्ठ्यारो बाटो भयो ए दिदी ल ल राम्रोसँग ल आयो नि यो वनमा यही बेलामा फत्त चित्त आयो नि कहाँ हो जाने आयो नि बरै है यस्तो घनघोर जङ्गलमा मात्र हामी दुईटा चित्त आयो भने अझै एउटा उसको बाटो यता पनि थियो उस्तै भिड होला हेर त साह्रै गाह्रो हुँदो रहेछ अब चाहिँ यो ठाउँमा फर्केर कहिले जिन्दगी आउनु नपरोस् ठोकेर जाने हो जाने बेलामा ए नि हेर्नु हेर्नु हामीले खोजेको चिज भेटिएको छैन हेर्नुहोस् गाइज दुःख मात्र पाइयो हाम्रो गाउँ चाहिँ यो डाँडाको तीनटा डाँडा कतै पछि बल्ल आउँछ तर यहाँ एकदम ठुलो पहिरो गएको भएर बाटो सबै ब्लक यस्तो छ बाटो भगवान के गर्ने हो के गरेर जाने हो बाटो पनि छैन हामी त हेरेको फाइनल्ली यता चाहिँ अलिअलि बाटो भेटिएको अवस्था बनाएको रहेछ नि बाटो यत्रो सल्लाह ढलिरहेको रहेछ हावाले सुकेर दाउरा पनि यो सुके त्यो सुके ओ माथिको सुकेर कति सुके त ढल्छ क्या नि यस्तो ढल्ने डर हुन्छ छिटो छिटो जानुपर्छ कति ठुलो ठुलो सल्लाह नगरम हल्ला वनमा चित्त आउला मराको फुल ढकमक्क फुलिरहेछ यहाँबाट कहाँ फेरि बाटो ए माथि हो एक दुई बोरा आन त्यही त अब छोड्दे हिँड्न भन्नुहुन्छ अनि ठुलो बाटोमा आयो आजभोलि जमानामा अन्त धेरै जन्माएर पनि के गर्नु छ यो पाइप खनेको होला के फाइनली 1.5 घन्टाको जङ्गलको बाटो हिँडेपछि बल्ल हाम्रो गाउँको डाँडा देख्यो अझै छ बाटो जान कति धेरै डाँडा मात्र देख्यो नि हाँसो लाग्छ के गरेर हो यत्रो जङ्गल काटेर जाने लाली गुराँसको फुल बिचरा झरेर एउटा मात्रै भएछ नि राम्रो थुङ्गा त कि तल झार्ने उ गरेर कि बोकेर मिकन्ड माथि ल्याउने टाढा बाँध्नु त चाहिँ बाटो एकदम अप्ठ्यारो आएको अवस्था के गरियो जानी बिस्तारै आउने दिदी बाटै छैन त यता त यस्तो अप्ठ्यारोमा तरुल खनेको के ए बिस्तारै आउनु
अब चाहिँ भिडियो बनाउँदा बनाउँदा थकाइ लाग्यो। आजलाई यति नै मेरो भ्लग। अब भोलि हेरौँला है त। बाई गरिदिनु दिदी।